हेलो एभ्रिवान, नमस्ते। हजुरलाई स्वागत छ मेरो युट्युब च्यानल इजी रेसिपी एन्ड ब्लग। आज फेरि मैले हजुरमा अमिलो पिरो ट्वाक्क मिलेको करेलाको अचारको रेसिपी सेयर गर्न गइरहेको छु। यसलाई बनाउनु पनि एकदमै सजिलो छ। लङ टाइमसम्म पनि स्टोर गरेर खान मिल्ने खालको मैले अचारको रेसिपी हजुरमा सेयर गर्न गइरहेको छु। करेला हाम्रो शरीरको लागि एकदमै फाइदाजनक पनि हुन्छ। प्रेसर सुगरको लागि पनि एकदमै राम्रो हुन्छ अनि ब्लड पनि सफा गर्छ। अब यसलाई बनाउन सुरु गरौँ। आवश्यक सामग्रीहरूबाट अब सुरुमा त हामीलाई करेला चाहिन्छ अचार बनाउनको लागि। यहाँ मैले 2 किलो करेलालाई लिएको छु। यो चाहिँ एकदमै फ्रेस करेला छ। अब यो करेलालाई हामीले राम्रोसँग 4-5 पानी खलखल पारेर पखाल्नु पर्ने हुन्छ। यहाँ चाहिँ माटोहरू लागेको हुन्छ, त्यही भएर मैले यहाँनेर 4-5 पानी पखालिसकेपछि एकदमै सफा भइसकेको छ यो करेला। अब यो करेलाको हामीले पिस बनाउनु पर्ने हुन्छ। अब मैले यसलाई पिस गर्न गइरहेको छु। पिस बनाउँदा चाहिँ हामीले पातलो पातलो चाना बनाएर पिस गर्नुपर्ने हुन्छ। अब यसलाई कटिङ गर्न सुरु गरौँ। यहाँ मैले यसरी करेलालाई टुक्रा टुक्रा पारेर लिएको छु। अब चाहिँ यसलाई मसिनो मसिनो गरी काट्दै जाने। यहाँनेर मैले यसरी कटिङ गर्दै यसरी रेडी गरिसकेको छु। अब यो करेला रेडी भइसक्यो। यहाँ चाहिँ मैले एउटा बाटामा करेलालाई राखेको छु। अनि यो करेलाको भित्रको दानाहरूलाई पनि यसरी निकालेँ। दानाहरू चाहिँ फ्याँक्नु पर्ने हुन्छ, नत्र भने अचार बिग्रिन सक्छ। अब कटिङ गरेर यसरी रेडी गरिसकेपछि यो करेलालाई हामीले दिनभरिको घाममा सुकाउनु पर्ने हुन्छ। लङ टाइमसम्म राख्नुपर्ने हुँदा हामीले सकेसम्म चाहिँ यसमा मोइस्चर नरहने गरी राम्रोसँग सुक्नु दिनुपर्ने हुन्छ। त्यही भएर अब मैले यसलाई सुकाउन गइरहेको छु। यहाँ चाहिँ मैले यसरी करेलालाई सुकाउन राखेको छु। अब मैले यसलाई मिनिमम पनि 4-5 घन्टा जति सुकाउँछु अनि त्यसपछि अचारको लागि पर्फेक्टली रेडी हुन्छ। यता करेला सुक्दै गर्दा मैले यसलाई चाहिने मसलाहरू रेडी गर्छु। यहाँनेर मैले कालो तोरीलाई लिएको छु। यसलाई चाहिँ एकदमै सफा गरेर मैले पखालेर सुकाएर लिएको छु। यसमा पनि अब यो तोरीलाई मैले रोस्ट गरेर पाउडर बनाउन गइरहेको छु। यहाँ मैले तोरीलाई मजाले भुटेर अनि यसरी मिक्सर जारमा पाउडर बनाएर लिइसकेको छु। यहाँनेर 4-5 घन्टा सुकाइसकेपछि करेला सुकेर यतिको भइसकेको छ। यसको मोइस्चर पनि राम्रोसँग सुकिसकेको छ। अब यो रेडी भइसकेको छ। अब यो करेलालाई मैले एउटा बाटामा राखेको छु। हामीले अचारलाई मिक्स गर्दा चाहिँ अलि ठुलो साइजको बाटामा राखेर मिक्स गर्नुपर्ने हुन्छ, जसले गर्दा मसला चाहिँ एकदमै राम्रोसँग लागेर अचार एकदमै मिठो हुन्छ। त्यही भएर मैले ठुलो बाटामा लिएँ। अब मैले यो करेलामा मसलाहरूलाई राख्न गइरहेको छु। सुरुमा टेस्ट अनुसार नुनलाई राखेँ, खोर्सानीको धुलोलाई पनि राखिदिएँ। हजुरहरूलाई कतिको पिरो मनपर्छ त्यही अनुसार राख्न सक्नुहुनेछ। यहाँ चाहिँ मैले 2-3 चम्चा जति खोर्सानीको धुलोलाई राखिदिएँ। मैले चाहिँ आफैले बनाएको थिएँ। अनि यहाँनेर 4-5 वटा हरियो खोर्सानीलाई पनि काटेर यसरी राखिदिएको छ। करेला चाहिँ अलिक तितोपन बढी हुने भए नुन र खोर्सानीलाई चाहिँ हामीले चटक्क लाग्ने गरी राख्नुपर्ने हुन्छ, जसले गर्दा एकदमै स्वादिलो हुन्छ। त्यसपछि मैले बेसारलाई पनि राखिदिएँ आवश्यकता अनुसार। यहाँ चाहिँ मैले 2 चम्चा बेसारलाई यसरी राखिसकेको छु। जिरा धनियाको पाउडरलाई पनि राखिदिएँ।
त्यसपछि यहाँनिर मैले कराईमा तोरीको तेललाई राखेर यसरी तताउन राखेँ। हामीले जुनसुकै अचार बनाउँदा पनि तेल चाहिँ हामीले तोरीकोलाई युज गर्यो भने एकदमै स्वादिलो र लङ टर्मसम्म पनि रहन्छ। मैले तेललाई तताइसकेपछि थोरै मेथी दानालाई राखिदिएँ। अब यो मेथी दानालाई राम्रोसँग फ्राई हुन दिने। मेथी यतिको फ्राई भइसकेको छ। अब यो रेडी भयो। अब यो तेललाई हामीले यो अचारमा राख्नुपर्ने हुन्छ। मैले अचारमा तेललाई राखिसकेँ। यहाँनिर मैले सोपलाई पनि लिएको छु। यसलाई पनि यसैमा राखिदिने। सबै सामग्रीहरूलाई राखिसकेपछि यो अचारलाई अब मिक्स गर्नुपर्ने हुन्छ। मैले चाहिँ मिक्स गर्न गइरहेको छु। मिक्स गर्दा चाहिँ एकदमै राम्रोसँग मसलाहरू सबैतिर लाग्ने गरी हामीले मिक्स गर्नुपर्ने हुन्छ। यो पनिरको सहायताले मैले अचारलाई मिक्स गर्छु राम्रोसँग। ल हेर्नुहोस् त साथीहरू, यहाँ चाहिँ मैले अचारलाई मिक्स गरेर यसरी रेडी गरिसकेँ। हेर्दै कस्तो खाउँ खाउँ लाग्ने देखिएको छ। यसरी बनाएको करेलाको अचार लङ टाइमसम्म पनि हामीले स्टोर गरेर खान सक्छौँ। यहाँ मैले आधा लेमनलाई पनि लिएको छु। यो लेमनलाई पनि यसमा राखिदिन्छु। अघि मैले तोरीको पाउडरलाई चाहिँ राख्न बिर्सेछु, त्यही भएर अब यो तोरीको पाउडरलाई पनि यसमा राखेर अनि फेरि पनि मिक्स गर्ने। हामीले तोरीको पाउडरलाई चाहिँ आवश्यकता अनुसार राख्नुपर्ने हुन्छ। धेरै राख्यो भने चाहिँ तितो तितो फ्लेभर हुन्छ। त्यही भएर ठिक्क मात्रामा राखेर मैले यसरी एकदमै राम्रोसँग मिक्स गरेको छु। अब यो अचार राम्रोसँग मिक्स भइसकेपछि बट्टामा राख्नुपर्ने हुन्छ। यहाँनिर मैले सफा र सुक्खा खालको बट्टालाई लिएको छु। अब मैले यो बट्टामा यो अचारलाई राख्न गइरहेको छु। ल हेर्नुहोस् त साथीहरू, यहाँ चाहिँ मैले बट्टामा यसरी अचारलाई राखिसकेँ। एकदमै खाउँ खाउँ लाग्ने भएको छ। एक बट्टा अनि अर्को बट्टामा यति भएको छ। अब हामीले यो अचारलाई लङ टाइमसम्म राख्नु छ भने चाहिँ तेललाई राख्नुपर्ने हुन्छ। छिटै खानु छ भने चाहिँ तेललाई नराखिकन यत्तिकै सुक्खै पनि खान सक्नुहुनेछ। मैले चाहिँ ठिक्क बनाएको छु, लङ टाइमसम्म राख्दिनँ, त्यही भएर ठिक्क तेललाई राख्छु। धेरै ओइली पनि हाम्रो शरीरको लागि एकदमै बेफाइदा हुन्छ। त्यही भएर मैले धेरै तेललाई नराखिकन ठिक्क तेललाई मात्रै राखेर यसरी छिटै खाने गरी बनाएको छु। यसरी बनाएको करेलाको अचार एकदमै मिठो हुन्छ र अनि हेल्दी पनि हुन्छ। करेला हाम्रो शरीरको लागि एकदमै फाइदाजनक पनि हो। हामीले सिजनअनुसार यसरी बनाएर खाँदा एकदमै राम्रो हुन्छ। हजुरहरूलाई आजको यो मेरो रेसिपीको भिडियो कस्तो लाग्यो, मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला र नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला।